सबैजनालाई नमस्कार। म चाहिँ आज तपाईहरुलाई लिभिङ रिलेसनसँग सम्बन्धित केही कानुनी व्यवस्थाहरूको बारेमा भन्न गइरहेको छु। सामान्यतया हाम्रो नेपालमा चाहिँ लिभिङ रिलेसन चाहिँ लिगल छैन। मतलब यसको अर्थमा चाहिँ इलिगल पनि होइन। केही स्पेसिफिक लजहरू एक्टहरू छैन जसले चाहिँ लिभिङ रिलेसनलाई गाइड गरोस्, रेगुलेट गरोस्। तर केही कानुनी व्यवस्थाहरू छन् जसले चाहिँ अप्रत्यक्ष रूपमा चाहिँ लिभिङ रिलेसनलाई स्वीकारेको देख्न सक्छौं हामी। सामान्यतया लिभिङ रिलेसन भन्नाले चाहिँ उमेर पुगेको 20 पुगेको अविवाहित जोडीहरू कुनै पनि कल्चरल लिगल म्यारेज बिना नै सँगै बस्छन् भने चाहिँ उनीहरूलाई चाहिँ लिभिङ रिलेसनमा बसेको भनेर भनिन्छ। वेस्टर्न कन्ट्रीहरूमा चाहिँ यो चलिरहेको छ र केही हदसम्म नेपाल र इन्डियालाई पनि यसको प्रभावले छोएको हामी देख्न सक्छौं। अब हामी कुरा गरौं लिगल प्रोभिजनहरूको बारेमा। मुलुकी देवानी संहिता 2074 को दफा 74 को उपदफा 1 मा के भनेको छ भनेपछि कुनै पनि अविवाहित जोडीहरू सँगै बसेका अविवाहित जोडीहरूको सम्पर्कबाट शारीरिक सम्पर्कबाट जीवित शिशुको जन्म भएमा चाहिँ उसलाई चाहिँ स्वतः बिहे भनेर भनेको छ। त्यसलाई केही गर्नै पर्दैन। हामीले कतै गएर ओडाबाट अदालतबाट कतैबाट प्रमाणित गर्नै परेन। बिहे भयो भनेर जीवित शिशुको जन्म भयो भने त्यो अटोमेटिक बिहे भयो। तर यसरी सँगै बसेका जोडीहरूबाट जीवित शिशुको जन्म भएमा डाइरेक्ट बिहे गरेको मानिने भने तापनि केही त्यहाँ अपवादहरू छन्। कुनै पनि हाड नाताको सम्बन्धबाट शिशुको जन्म भयो भने चाहिँ जीवित शिशुको जन्म भयो भने चाहिँ त्यसलाई चाहिँ बिहे मान्दैन। र बलात्कारको हकमा पनि यो लागू हुँदैन। कुनै पनि महिला बलात्कृत भइन् र बलात्कार गर्ने व्यक्तिसँगै उनको बिहे गराइदियो अथवा डाइरेक्ट बिहे भन्यो भने चाहिँ उनलाई अन्याय हुन जान्छ। बलात्कारबाट जन्मिएको शिशु जीवित शिशु जन्मिए पनि त्यसलाई बिहे मानिदैन। अनि अर्को भनेको चाहिँ माइनरको हकमा 20 वर्षभन्दा मुनिका 18 वर्षका केटाकेटी सँगै बसेर बच्चा जन्मायो भने चाहिँ उनीहरूको बिहे भएको भनेर मान्न मिल्दैन। त्यस्तै गरी अर्को भनेको चाहिँ विवाहित केटी र विवाहित केटाको सम्पर्कबाट जन्मेको शिशु जन्मियो भने चाहिँ उनीहरू दुईटाको बिहे भयो भनेर पनि मान्न मिल्दैन। यिनीहरू भनेको चाहिँ अपवाद हुन्। अर्को कानुनी व्यवस्था भनेको चाहिँ घरेलु हिंसा कसुर तथा सजाय ऐन 2066 को दफा 2 को ख मा के भनेको छ भनेसी घरआयसी सम्बन्ध भनेर व्याख्या गरेको छ। जसमा चाहिँ घर परिवारमा को हुन्छ, परिवारमा श्रीमान श्रीमती बुवा आमा छोरा छोरी हुन्छ नि त। कसलाई हुन्छ घरेलु हिंसा, कसलाई हुन सक्छ घरेलु हिंसा भनेको घरआयसी सम्बन्ध भनेर व्याख्या गरेको छ। जसमा चाहिँ सँगै बसेका जोडी समेत भनेर उल्लेख गरेको छ। तसर्थ घरेलु हिंसा कसुर तथा सजाय ऐन 2066 ले चाहिँ सँगै बसेका जोडीलाई समेत समेट्ने रहेछ। यसर्थ सँगै बस्दाखेरि लिभिङमा बस्दाखेरि हामीमाथि घरेलु हिंसा उत्पन्न भयो भने चाहिँ घरेलु हिंसा कसुर तथा सजाय ऐन 2066 मा टेकेर चाहिँ हामीले केस फाइल गर्न सक्छौं। यसर्थ घरेलु हिंसा कसुर तथा सजाय ऐनले पनि सँगै बसेका जोडी भनेर समेट्नुको अर्थ इन्डाइरेक्टली चाहिँ नेपालमा चाहिँ लिगलेसनलाई चाहिँ सम्बोधन गरेको छ। घरेलु हिंसाको शिकार हुनुभएको छ भने चाहिँ यो एक्टमा टेकेर चाहिँ केस फाइल गर्न सक्नुहुन्छ। मिडियामा जानु पर्दैन, रुनु पनि पर्दैन, सिधै कोर्टमा गएर न्यायको माग गर्न सक्नुहुन्छ। थप सल्लाह सुझावको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोला। धन्यवाद।